म्युजिक नेपाल 2025 अब यहाँबाट 3 घण्टा साढे 3 घण्टा लाग्छ। आलु अलगै थियो यता हुनुहुन्छ फेरि सर हाम्रो हाकिम साहबहरु छ पछाडी म चाहिँ नम्बर 5 है हाकिम साहब राम सर हुनुहुन्छ यहाँ हुनुहुन्छ फेरि स्पेशल सर गेस्ट स्पेशल गेस्ट हिरा भन्न अब तपाईँ हिरा भनेपछि त तपाईँ हामी सबैलाई जानकारी भएकै कुरा हो नि हिरालाई म चाहिँ यसो क्यामेराम्यान मिडिया कर्मी म चाहिँ मिडिया कर्मी कार्ड देखेला तपाईँ कार्ड उठाउनु पर्छ कार्ड छ सरको फेरि यहाँ नम्बर 1 अहिले अलिकति ल आउँदैछ त्यही मान्छेलाई चाहिएको थियो भाले मान्छे खोज्यो हामीले भाले बोकेर हिँडेको छ ऊ 85-70 नम्बरको बाइक होइन बाइक नम्बर डाँडाबाट उता चाहिँ एभरेस्ट हुन्छ क्या एभरेस्ट देख्दैन एउटा त्यहाँबाट देख्दैन एभरेस्ट त्यहाँबाट देख्छ एभरेस्ट एकदम त्यहाँ गएर हेर्नु न एभरेस्ट चाहिँ त्यहीँनिर हो नि एभरेस्ट त म सबै चिन्छु क्या छेउमा हो म त कुनै चिन्दिनँ जुन देखेँ नि एभरेस्ट भन्दिन्छु एभरेस्ट त एभरेस्ट जहाँबाट देख्नु चिन्छु एभरेस्ट त म ठाउँ डाँडा भन्ने त्यही हो यो अब यो चौरीकोट बजार शङ्करको नजिक आइपुग्ला छौँ यात्रा जारी छ जिरी छेर्तुङको जात्रा हो हाम्रो अलि यताबाट यात्रा हो कि जात्रा हो तपाईँ के त्यहाँ सानोदेखि पनि मजाले आउँछ यो अब अलि 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 अब यसरी भन्नु पऱ्यो त्यो छेर्तुङ मात्रै भएर आएन अलिक क्लियर हुनु पऱ्यो हेलो 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 भन्नु पऱ्यो माइक टेस्ट गर्नु परेन तपाईँहरू खिच्नु जति के खिच्नुहोस् अब यहाँ बाटोमा यस्तो छ होइन छेर्तुङ जानलाई अगाडि पछि खिच्छ किन भाइ खोइ ट्याक ट्याक गाड्या छेर्तुङ जाने गाड्या छेर्तुङ ब्ल्याक आउँछ क्या ब्ल्याक एन्ड व्हाइट क्लिक क्लिक हुनु पर्यो क्या खै खिच्ने अनि त्यो गुमुर पनि त्यहीँ अनलाइन हो
हिरा सर तपाईँ के हिरा सरको यात्रा कता हो यहाँ के हो हिरा छेर्तुङ 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 यो छेर्तुङ 5 चोटि जति छेर्तुङ भन्नु लाउनु पर्यो भएन छेर्तुङ 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 यो 5 चोटि नत्र यहाँ कन्टेनरमा टोलले छेर्तुङ 10 चोटि भइसक्यो मैले के हो यो त्यो छोरालाई प्लान्ट ए प्लान्ट भिटामिन त्यो चाहिँ ए साँच्ची के ल्याएन छोराले चक्लेट चक्लेट ए अहिले त किन बता अनि यो कति घन्टापछि ड्राइभर चेन्ज हुन्थ्यो अहिले चाहिँ भएन त्यो ड्राइभर ए भर्खर त 2 घन्टा भयो त्यो ड्राइभर यो लङ रुटमा त कता नियम हुन्छ तामाको माछा हो यो तामाको के तामा नि के तामाको सिको माछा तामाको माछा ब्रेकफास्ट हुँदैछ ओ टाउको आयो हेर्नुस् यो टाउको लोकल तामाकोसी बजार नै हो यो तामाकोसी बजारमा खाँदै सही माछा तामाकोसी आएर तामाकोसीको लोकल माछा खाँदै हुनुहुन्छ खाँदा जहाँ पनि होटेल देख्ने नभने खाइहाल्नु पर्ने यति फेरि ओरिजिनल हो नि त अहिले नै हेलमेट नखोल्ने मान्छे नि हेलमेट खोलेको छैन अहिले खाना नखोल्नु नि आउने मान्छे नै चिनेन चिनेन है बोतलको पानीले फेरि चाहिँ निकाल्नु न तपाईँ किन भिज्यो
क्या यार ल पुग्नु मान्छेले ब्रेक कति लाग्यो भने खाली ब्रेक लाग्यो ब्रेक लागेको ब्रेक लागेको हो ब्रेक गाडी आफै आउँछ जाउँ सुमन्दै जानु यसले कोर्छ होला है छैन छैन बिग म्यान हो खम्बे के छ र आमा है मर्लानी हेर्नु जति घुमेको खाएको लागो आफ्नो हो अरू कसैलाई थाहा छैन होइन त हो नि कि बढी बोले होइन एकदम सही यो एक घुर्को भइछ बल्ल अब दुई घुर्को खाएपछि के हुन्छ तर जति घुर्को खाने हाम्रो सुमन जोइ साहबले त्यस्तो बोल्नु बोल्दैन मलाई थाहा ए सक्यो है म तताउँछु पक्नु चाहिँ ल म त यसो हो नि मामा सकेपछि त चिसो चिसै हो होइन लुगा खोल्ने होइन यो त छ नि त ग्यास नम्बर यता तताउँछु सबै बिस्तारै हो यो निकाल्दैन नि यहाँ जबरजस्ती गरे कुनै पनि छैन अलिकति उठामा किम्बुर साथ नि त्यहाँ है साथ छानेको चाहिँ हुन सक्छ स्मोकी टेस्ट है यो चाहिँ फेरि गरेपछि आगो बल्छ स्मोकी टेस्ट भनेकै हो अनि बल्ल पोलेको स्वाद आउँछ क्या त्यसमा टेस्ट आउँछ क्या नत्र पनि आउँदैन बुवा पनि आगो यहाँ छ तर यसलाई यहाँ यसो गऱ्यो भने यहाँ आउँछ ढुङ्गामा यस्तो हुन्छ क्या हिलाहरू त्यहाँ अब त यो ढुङ्गा त छुनै सक्दैन यो सबै ढुङ्गामा पोल्या फेरि ए ल यहाँ
मेरो मात्र छ है के हो यो झ्वाइ खट्टे शुद्धि भयो पिट्छ मम्मीले त खादिनँ म त खादिनँ म त भात मात्रै अलिकति त्यो कचौरामा यसमा खान्छु म अहिले एकछिनमा आमाले पकायो म प्रायः गरेर बेलुका भातै खान्नु करङ खान्छ भनेर करङ त आमाको त त्यो हर्ने टोरा करङ पनि बेसी भात दियो मान्छेको शरीरमा हर्ने कराङै हुँदैन कस्तो कुरा मान्छेको बाख्राको अनि त्यसको थोरै थोरै तपाईँलाई तपाईँलाई भात राम्रो छ त भात त्यहाँ छ थोरै हाल्यो म यत्रो भात खाँदै खाँदिनँ हामीले बरु भातदैनौँ होइन करङ त्यो मलाई यति है पुग्छ होइन म त आफै हाल्यो हिँड्ने आमा अप्ठ्यारो हुन्छ 5000 ल 5000 भन् ल यहाँ माथि लिन आइज भन् होइन छ्याम्बा है बिहान कति बजी सुरु गरौँ त 6 बजे यहाँ आइपुग्ने है ल्याउनुपर्छ 6 बजे यहाँ आइपुग्ने तँ पनि आइज नातिलाई बोलाउनु पर्यो नि त खै लिएर आइज ल 6 बजे यहाँ आइपुग्ने अनि बेलुका कति बजी हुन्छ त्यसलाई त्यो माथिबाट सुरु गरौँ छ्याम्बा तँ पनि तपाईले पुगेकै छैन नि म बुझ्छ ल तपाईलाई राख्नु आमा त्यो भोलिसम्म हुन्छ कसले ठीक छ हामी त सधैँ जाने हैन ल तपाईँलाई राख्नु न खोइ आमा अब यो त बढी होला यार मलाई त आमा म त बढी हुन्छ के हो के बढी भयो यो सबै ढेँडो र भात यार खानी जति चाउ चाउ ल अब चाहिँ यो योबाट हो नि त खोइ 1-3 जना मात्र आयो नि त मान्छे आउने बाँकी छ यो त अगाडिपट्टि भन्नुपर्छ खोइ मामा कता त ल अझै ठिक्कै हाल ल
जाऊ आइरहेछ कि छैन आइरहेछ फेरि गयो है ल फेरि आउला जस्तो फेरि गयो साह्रै एउटा 190 किलोमिटर 180 भने होइन देवी रक्षा गरेर भगवान् लगाइदिनु पर्ला होइन गोर्खा वेलफेयर जिरी बजार 50-52 सालसम्म होइन यो पुरै उ थियो जब उसको लुक्ला एयरपोर्ट नबनुन्जेलसम्म यहाँ मान्छेले ठेलम हो पहिला त पढ्नुद्वारा यही त हो नि त्यही त यहीँबाट सबै एभरेज बेस क्याम्प जाने यो एभरेज चढ्ने एउटा एभरेज जाने हो हामी अब ठिक छ ल
ल ठिक छ हैन त के खोज्नु भयो मामा हेलो ट्याङ्से पोखरी यतापट्टि छ यहाँनिर एकदम सफा कहिले पनि पात पनि हुँदैन कहिले सुक्दैन पनि है ल एकचोटि भिजिट गरौँ धारा त पुरा आइस जमिरहेको छ यो के अरे यसमा त्यो कुममा ल्याएको छ छ्याङ ल्याएको
अहिले हामी यो दोलखा जिल्लाको चेर्तुङ डाँडा यसको यहाँको अल्टिट्युड अहिले 3700 मिटर हाइटमा छौँ अहिले हामी। यो एउटा दोलखा जिल्लाको एउटा राम्रो पर्यटकीय स्थल हो। यहाँ महादेव पनि हुनुहुन्छ, जस्तै तपाईँले देखाइदिनुहोस्। यहाँ महादेव पनि विराजमान हुनुहुन्छ। महादेवले तोप तान्दै बस्नुहुन्छ यहाँ, किनभने जाडो छ यहाँ, यो जाडोको ठाउँ हो। हामी एकदम जाडोमा भए पनि यो अलिकति यहाँ आउँदाखेरिको आनन्द अर्कै आइरहेको छ क्या हामीलाई, फिलै अर्कै, भाइब्रेसनै अर्कै छ यहाँ। र अब यहाँ म यहाँ चाहिँ यहाँको स्थानीय हाम्रा सर जङ्गजी हुनुहुन्छ, उहाँलाई चाहिँ यहाँको स्थानीयको यहाँको बारेमा अझ प्रश्न पार्नलाई मलाई उहाँलाई दिन्छु भन्नु। यहाँ चाहिँ अब परपूर्व कालदेखिको यो चाहिँ एकदम यो हाइटमा जिरी अब भनिहाल्नु उहाँले 3700 मिटर चाहिँ हाइटको समुद्र सतहबाट 3700 मिटर हाइटमा चाहिँ यहाँ एउटा शिवजी यहाँ विराजमान हुनुहुन्थ्यो। अब यसैलाई चाहिँ अहिले अब यो सबैले अब गर्दा गर्दै हिउँले केले यो सबै चाहिँ पुरेर अहिले चाहिँ हाम्रो यो जिरी नगरपालिकाले चाहिँ नगरपालिकाको सहयोगमा यो चाहिँ एउटा सानो एउटा महादेवको मूर्ति चाहिँ स्थापना गरेको छ। यो चाहिँ हाम्रो मेयर टङ्का जिरेलको चाहिँ उहाँको चाहिँ कार्यक्रममा बनेको हो यो। यति नै हो खासै, अब यही हो। यहाँ चाहिँ रमणीय छ, आइदिनु होला होइन। यहाँ अनि कतिवटा हिमाल देखिन्छ यहाँबाट चाहिँ देख्ने हिमालहरू चाहिँ अब यो ठ्याक्कै भन्दाखेरि चाहिँ अब यो चिनिँदैन। गौरी शङ्कर चाहिँ त्यो हो होइन, गौरी शङ्कर त्यो हो। त्यसैको मुनि फेदामा चाहिँ त्यहाँ चाहिँ अहिलेको अब फेमस भनौँ न ट्रेकिङ सबै नेपालीहरू गर्ने चाहिँ छोरोल्पा चाहिँ त्यसैको फेदीमा छ। त्यही हो। यहाँबाट चाहिँ अहिले हिमाल चाहिँ खासै क्लियर देख्दाखेरि चाहिँ अब भन्दाखेरि चाहिँ 180 को के भन्छ त्यसलाई 180 डिग्रीको चाहिँ उसमा देखिन्छ, सबै हिमालहरू प्रायः जस्तो देखिन्छ यहाँबाट। अस्ति आउँदा टुपी छोड्ने, अहिले ब्याग छोड्ने, यो त भएन नि। त्यो भित्र पसेन है कोही पनि मान्छे भाइ यहाँ टेक्नु नै हो कि हुन त जस सौभाग्य हो। मेरो चाहिँ लक्ष्य पुरा भयो होइन। मलाई यहाँ आइपुग्नु पर्ने थियो जसरी हुन्छ। ठिक्क यति ठिक्क छ कि ओ मेरो लठी यार त्यहाँ छ, अहिले आउँछु नि त नि यता। वाउ छ कि छैन भन न ल। एकदम भिडियो आयो त्यो नाच्नुपर्छ नि त मामा। साथीहरू चाहिँ यहाँ पुरा सेसन हुँदैछ, फोटो सेसन हुँदैछ। अनि मामा अब ऊ चाहिँ कहाँबाट हो? अब यस्तै छ है आजको। मलाई आज मेरो खुट्टामा अलिक समस्या आएर मलाई हाम्रो जङ्गजीले काम्रो कस्दिनु पर्छ। यसले नेपालीमा भन्छ काम्रो है। अनि यसले गर्दा अलिक सपोर्ट भइरहेछ। यस्तै छ अहिलेको हालत चाहिँ है साथी। ल है साथी जाउँ अब झरौँ। जय चेर्तुङ, जय चेर्तुङ, जय प्रकृति, जय प्रकृति। चेर्तुङ भिजिट नेपाल 2025 भनेर भन्नु न। नमस्ते चेर्तुङबाट
भिजिट नेपाल 2025 सफल बनाऊ। धन्यवाद सबैजना आएर घुम्दियौँ। दामी जालु यार। सेतुङ डाँडामा अहिले हामी आलु ब्रेकफास्ट भइरहेछ। आलु ब्रेकफास्ट। जङ्गल त खतम छ मान्छे यार। के भयो दाइ? अब बिचमा लगेर छोडिदिएर यार जङ्गलै जङ्गल हिँड्नुपर्ने यार। बाटो हरायो के हो? झन्न जङ्गल नेभिगेसन गरे मान्छे भएर मैले बाटो पत्ता लगाएँ। न त बोलाएर छोडिदिएर सिका हुन्छ यार। अब ठिक छ नि त? अब बल्ल पत्ता लगायो यार। अझ मान्छे आएको छैन हुनु जाऊ। मेरो मान्छेहरू हराएर जङ्गलै जङ्गल हराएर उहाँ। ल ल उहाँलाई वेट गरेर लिएर जाउँ। ल लिएर जाउँ यहाँ बसौँ बसौँ। अब त्यो गुलियो भयो कि अहिले निकाल्दैछ राख्नु त। मामालाई पुरा ब्यान्डेज गरेर दिइरहेको छ। हामी जङ्गलमा छौँ है। जङ्गल सफारी जङ्गलमा छौँ।
जङ्गलमा कता हो के हो यार बाटो हारेर केटाहरू हेर जङ्गलभरि कता हो के हो यो कता हो जाने खोइ बाटो मिस्टेक भयो त केटा मिस्टेक भयो त नखान किन यो परैबाट उता मूल बाटो भेट्यो ठाडै बाटो हो यो त राजाले खनेको मूल बाटो थियो नि अर्नीको राजमार्ग यहाँ चाहिँ ठिक छ कहाँ हिँडे बाटो यता छ भन्दा ठिक छ हामीलाई यो आज बेलुकासम्म यतिकै भयो नि बाटो हरायो कता हरायो दाब्रे मास्टर पुग्यो त्यही त हामी त यता ओरै चाहिँ आयो नि त ओरैपट्टिको उ चाहिँ हरायो हामी हरायो यता रहेछ रे बाटो किन हराएको मान्छे जस्तो भयो यार यता रहेछ बाटो ल बस्नु किन हराएको मान्छे झडिसक्यो हामी दुईले ल चाँडोभन्दा चाँडो आउनु पर्यो त्यहाँ कति टाइम लाग्छ उ गर्न ल ठिकै होला हामी जान्छ र उनीहरू आउँदा 15-20 मिनट भाइ र छोरा म त हिँडेको थिइनँ दुईजना सोध्छ अनि यतै हो भन्छ नि दुईजना सल्लाह गर्छ म त सक्दिनँ है बनाउनु तिमीहरू आफै बनाउनु सक्छ भने बोकेर हो म एकदम सस्तो ल म ठ्याक्कै भन्ने ल हुन्छ सस्तो हो ठिक हो हुन्छ भाइसँग नि पैसा के धेरै लिनु त होइन यो त गिराज होइन नि त 3 महिना के 1 वर्ष पाल्दा बेस 3 महिनामा त गिराज डबल हुन्छ नि ल जाउँ ढोरै हाल्नु पछाडि राखेको नि गाडीमा पर्दैन ढोक्न मर्छ पर्दैन के गर्ने भयो मलाई छोड्दिन न
ए हजुरहरूले धेरै लानुहुन्छ भनेर मैले 90 सम्म गरिदिएँ सुन्तला 90 ल्याउनु सुन्तला हो त सुन्तला हेर्नु पर्दैन हजुर ओरिजिनल सुन्तला छ सिजना आए अन्त किरा परेर पोतेका सुन्तला आयो किरा परेर कति झरे यसमा नि आफ्नो लक हो कोहीमा किरा